साथीहरू जनचेतनाको लागि यो भिडियो जति सक्दो सेयर गर्नुहोला। अहिले हाल भइरहेको लोड सेडिङको बारेमा म तपाईहरुलाई केही जानकारी गराउन गइरहेको छु। ए प्रम ओली तेरो कुहेको बोली, ए हितेन्द्र साक्य तँलाई लाज लाग्दैन? जबसम्म कुलमान घिसिङ थिए तबसम्म उज्यालो नेपाल थियो। आज आएर जब उलाई निकाल्यौ तिमीहरूले त्यसपछि अँध्यारो सुरु। हितेन्द्र तिमी त एसियाकै नम्बर 1 इन्जिनियर भनेर दर्ज गरायो। कुन प्राधिकरणले दियो तिमीलाई यो सर्टिफिकेट? ऊर्जा मन्त्री दीपक खड्का तिमीले लाज लाग्दैन? छि 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 खु। उज्यालो हिरोलाई निकालेर अँध्यारो केपीको सालोलाई ल्यायो होइन? थुक्क। जनताको करबाट सेवा सुविधा लिएर जनतालाई अँध्यारोमा राख्न तिमीलाई लाज लाग्दैन? जब कुलमान आए तब मात्र हामीले लोड सेडिङ मुक्त नेपाल पायौं। उनले जसरी बिजुली ल्याए, जहाँबाट ल्याए, बिजुली जसरी जुनसुकै तरिकाले ल्याए, तर हामीले अन्धकार मुक्त त बनाए। उनी आउनु अगाडि बिजुली जस्तो आधारभूत चीज पनि हामीले आधा मात्रै पाउँथ्यौं। जब बिजुली काट्छौ र तिमीहरूको घरमा त इन्भर्टर होला, जेनेरेटर होला, तर ती गरिब जनता, ती रुकुमका जनताको घरमा के जेनेरेटर छ? तिनीहरू टुकीमा, मैनबत्तीमा र लालटिनमा बस्न बाध्य छन्। याद गर, कुलमान घिसिङले मात्रै हामीलाई लोड सेडिङ अन्त्य गराएका हुन् र लोड सेडिङबाट हामीले मुक्त दिलाएका हुन्। लोड सेडिङ बिना पनि हाम्रो देश चल्न सक्छ भनेर उदाहरण देखाइदिएका हुन्। जब यी चोर फटाहरूले कुलमानलाई निकाल्नलाई मन्त्री परिषदबाट नै निर्णय गराए, त्यो बेला पनि याद गर कुलमानले त्यो चितवनको चेपाङ बस्तीमा विद्युत बाल्दै थिए। जब उनी विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा थिए तब ब्यालेन्स 10 अर्ब थियो भने उनी निस्कने बित्तिकै 0 ब्यालेन्स कसरी भयो? हुरी बतास आउँदाखेरि ट्रान्समिटर पड्केर, रुख ढलेर प्रसारण लाइन विच्छेद भयो भन्न पायौ तिमीहरूले। ल ठिक छ, हामी मान्यौ। तर नर्मल दिनमा हुरी बतास नआउँदा, घाम चर्किँदा कसरी बत्ती गयो? यो जवाफ हरेक नेपालीले जान्न चाहन्छन्, बुझ्यौ? बिजुलीको बक्यौता हालसम्मको तिरेको खै? यो अघोषित लोड सेडिङ तिमीले तत्काल बन्द गर र सक्दैनौ भने राजीनामा दे र तत्काल लोड सेडिङको तालिका सार्वजनिक गर। र मेरो एउटा विनम्र अनुरोध, कुलमानलाई उसले जति सक्छ, जति उमेरसम्म जागिर खान सक्छ, उसलाई चाहिँ आजीवन विद्युत प्राधिकरण जस्तो गरिमामय क्षेत्रमा प्राधिकरणको जिम्मा देऊ। जय कुलमान।